नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई आजको यो नयाँ भिडियोमा। म हुँ तपाईहरुको साथी किताब डिकोडर र आज म तपाईहरु सामु एउटा यस्तो किताबको सारांश लिएर आएको छु जसले तपाईको जीवनलाई हेर्ने तरिकालाई नै बदलिदिन सक्छ। कहिलेकाहीँ तपाईलाई यस्तो लाग्छ कि जिन्दगी एउटै ठाउँमा अड्किएको छ, जति मेहनत गरे पनि किन सफलता मिल्दैन। वरिपरिका मान्छेहरू अगाडि बढेको देख्दा तपाईलाई किन निराश लाग्छ। यदि यी प्रश्नहरू तपाईको मनमा पनि खेलिरहेका छन् भने यो भिडियो तपाईकै लागि हो। आज हामी जेफ केलरको विश्व प्रसिद्ध किताब एटिट्युड इज एभ्रिथिङको बारेमा कुरा गर्नेछौँ। यो केवल किताब मात्र होइन, यो एउटा यस्तो मार्गनिर्देशन हो जसले तपाईलाई आफ्नो सोचाइको शक्तिलाई चिन्न र त्यसको प्रयोग गरेर आफ्नो जीवनलाई उत्कृष्ट बनाउन मद्दत गर्दछ। हामी यो किताबको मुख्य विचारहरूलाई एउटा रोचक कथाको माध्यमबाट बुझ्ने प्रयास गर्नेछौँ, त्यसैले अन्तिमसम्म यो भिडियो हेर्न नभुल्नुहोला। आउनुहोस् सुरु गरौँ। भाग 1, सपना र निराशाको चक्र, द साइकल अफ ड्रिम्स एन्ड डिस्पेयर। यो कथा काठमाडौँको एउटा सामान्य परिवारमा हुर्केको युवक रमेशको हो। रमेश सानैदेखि ठूला सपना देख्ने गर्थ्यो। उसलाई एउटा सफल व्यवसायी बन्न मन थियो, आफ्नो परिवारलाई राम्रो जीवन दिन मन थियो। तर समय बित्दै जाँदा रमेशको जीवन एउटा निराशाजनक चक्रमा फस्यो। उसले स्नातक सकेपछि धेरै ठाउँमा जागिर खोज्यो, तर सजिलै पाएन। पाएको जागिरमा पनि उसलाई सन्तुष्टि थिएन। कामको वातावरण राम्रो थिएन, तलब थोरै थियो र उसको प्रगति हुने कुनै छाटकाट थिएन। दिनभरि काम गरेर थाकेर घर फर्किँदा रमेशको मन गुनासोले भरिएको हुन्थ्यो। यो देशमा केही हुँदैन, ऊ आफ्ना साथीहरूसँग भन्थ्यो। यहाँ त जसको पावर छ उसैले मात्र प्रगति गर्छ, हामी जस्ता सामान्य मान्छेको त कुनै भविष्य नै छैन। उसको सोचाइ यति नकारात्मक भइसकेको थियो कि उसले हरेक कुरामा कमी मात्र देख्थ्यो। यदि कसैले उसको प्रशंसा गर्थ्यो भने उसलाई लाग्थ्यो कि उसले मजाक गरिरहेको छ। यदि कुनै नयाँ अवसर आयो भने उसलाई लाग्थ्यो कि यो पनि असफल नै हुनेछ। जेफ केलर आफ्नो किताबमा भन्छन्, तपाईको दृष्टिकोण एउटा रङ्गीन चस्मा जस्तै हो। यदि तपाईले गुलाबी चस्मा लगाउनु भयो भने संसार गुलाबी देखिन्छ, यदि तपाईले कालो चस्मा लगाउनु भयो भने संसार कालो देखिन्छ। रमेशले आफ्नो जीवनमा निराशाको कालो चस्मा लगाएको थियो, त्यसैले उसलाई चारैतिर अँध्यारो मात्रै देखिन्थ्यो। उसले आफ्ना सपनाहरूलाई बिस्तारै मर्दै गएको महसुस गरिरहेको थियो र उसलाई थाहा थिएन कि यो चक्रलाई कसरी तोड्ने। भाग 2, एक अप्रत्याशित भेट र नयाँ सोचको सुरुवात, एन अनएक्सपेक्टेड एन्काउन्टर एन्ड द बिगिनिङ अफ अ न्यू माइन्डसेट। एक दिन रमेश आफ्नै कोठामा निराश भएर बसिरहेको थियो। उसको एकजना पुरानो साथी विक्रम धेरै वर्षपछि उसलाई भेट्न आयो। विक्रमलाई देखेर रमेश अचम्मित भयो। विक्रम पहिला रमेश जस्तै सामान्य थियो, तर आज ऊ एउटा सफल व्यवसायी बनेको थियो। उसको अनुहारमा खुसी र आत्मविश्वास झल्किएको थियो। रमेशले विक्रमलाई सोध्यो, त कसरी यति सफल भएस यार? मैले त कति प्रयास गरेँ तर केही पनि भएन। विक्रमले हाँस्दै भन्यो, समस्या तिम्रो प्रयासमा होइन, तिम्रो सोचाइमा छ रमेश। त्यसपछि विक्रमले रमेशलाई जेफ केलरको किताब एटिट्युड इज एभ्रिथिङको बारेमा बतायो। उसले भन्यो कि यो किताब पढेपछि उसको जीवनमा ठूलो परिवर्तन आयो। विक्रमले रमेशलाई सम्झाउँदै भन्यो, तपाईँ आफ्नो जीवनको चालक आफै हो। यदि तपाईँ नकारात्मक सोचिरहनुहुन्छ भने तपाईँ आफ्नो गाडीलाई खाल्डोमा धकिलिरहनु भएको छ। रमेशलाई विक्रमको कुराले गहिरो असर गर्यो। उसले विक्रमसँग त्यो किताब माग्यो र तुरुन्तै पढ्न सुरु गर्यो। किताबको पहिलो अध्यायले नै उसको आँखा खोलिदियो। उसले पहिलो पटक महसुस गर्यो कि ऊ आफै आफ्नो दुःखको कारण बनिरहेको थियो। उसको नकारात्मक सोचाइले उसलाई नयाँ अवसरहरू देख्न दिइरहेको थिएन। जेफ केलर लेख्छन्, सफलताको पहिलो खुड्किलो भनेको सकारात्मक दृष्टिकोण हो। रमेशले यो कुरालाई गहिरो गरी मनन गर्यो। उसले निर्णय गर्यो कि अब उसले आफ्नो सोचाइलाई बदल्नेछ। भाग 3, सकारात्मकताको चुम्बक र अवसरको ढोका, द म्याग्नेट अफ पोजिटिभिटी एन्ड द डोर अफ अपर्च्युनिटी। किताबको अर्को महत्त्वपूर्ण पाठ थियो, तपाईँ एउटा जिउँदो चुम्बक हुनुहुन्छ। तपाईँ जस्तो विचार गर्नुहुन्छ त्यस्तै मान्छे र परिस्थितिहरूलाई आफ्नो जीवनमा आकर्षित गर्नुहुन्छ। रमेशलाई यो कुरा सुरुमा विश्वास लागेन, तर उसले सोच्न थाल्यो, किन नपत्याउने? अहिलेसम्म नकारात्मक सोचेर के नै पाएर? उसले हरेक बिहान उठेर आफ्नो लक्ष्यहरूको बारेमा सोच्न थाल्यो। उसले आफूलाई एक सफल र खुसी व्यक्तिको रूपमा कल्पना गर्न थाल्यो। उसले सोच्न थाल्यो कि उसले राम्रो जागिर पाउनेछ, उसको व्यवसाय फस्टाउनेछ र उसको परिवार खुसी हुनेछ। बिस्तारै रमेशको जीवनमा परिवर्तन देखिन थाल्यो।
पहिला उसलाई हरेक कुरामा समस्या मात्रै देखिन्थ्यो, अब उसलाई समाधानका उपायहरू देखिन थाले। पहिला उसलाई सबै मान्छे नकारात्मक लाग्थे, अब उसलाई सहयोगी र सकारात्मक मान्छेहरू भेटिन थाले। एक दिन रमेशले एउटा विज्ञापन देख्यो। एउटा नयाँ कम्पनी आफ्नो क्षेत्रमा विस्तार गर्न खोजिरहेको थियो र उनीहरूलाई नयाँ कर्मचारीहरूको आवश्यकता थियो। पहिला रमेशले यो विज्ञापनलाई वास्ता गर्ने थिएन। उसलाई लाग्थ्यो मलाई कसले जागिर दिन्छ र, तर यसपटक उसको सोचाइ फरक थियो। उसलाई लाग्यो किन प्रयास नगर्ने। उसले हिम्मत गरेर आवेदन दियो र अचम्मको कुरा उसलाई अन्तर्वार्ताको लागि बोलाइयो। अन्तर्वार्तामा रमेशले आत्मविश्वासका साथ आफ्ना कुराहरू राख्यो। उसको सकारात्मक दृष्टिकोण र उत्साह देखेर अन्तर्वार्ता लिने मान्छेहरू प्रभावित भए र अन्ततः रमेशलाई त्यो जागिर मिल्यो। यो कुनै चमत्कार थिएन, यो सकारात्मक सोचाइको शक्ति थियो। जब रमेशले आफूलाई अवसरको लायक सम्झन थाल्यो, तब अवसरहरू आफै उसको लागि ढोका खोल्न थाले। भाग 4 शब्दको शक्ति र डरमाथि विजय, द पावर अफ वर्ड्स एन्ड विक्ट्री ओभर फियर। रमेशले किताबबाट अर्को महत्त्वपूर्ण पाठ सिक्यो। तपाईका शब्दहरूमा शक्ति हुन्छ। तपाईँ जे बोल्नुहुन्छ त्यो तपाईँको अवचेतन मनमा गहिरो गरी बस्छ र तपाईँको वास्तविकता बन्छ। रमेशले याद गर्यो कि ऊ प्राय नकारात्मक कुराहरू मात्रै बोल्थ्यो। म यो गर्न सक्दिनँ, यो धेरै गाह्रो छ, मेरो भाग्य नै यस्तो छ। यी शब्दहरूले उसको आत्मविश्वासलाई कमजोर बनाइरहेका थिए। उसले निर्णय गर्यो कि अब उसले आफ्नो बोल्ने तरिकालाई बदल्नेछ। म सक्दिनको सट्टा उसले म प्रयास गर्नेछु भन्न थाल्यो। यो गाह्रो छको सट्टा उसले यो चुनौतीपूर्ण छ र म यसको सामना गर्नेछु भन्न थाल्यो। उसले गुनासो गर्न पनि छोडिदियो। उसलाई थाहा थियो कि गुनासो गरेर समय बर्बाद गर्नुको कुनै अर्थ छैन। बरु उसले आफ्नो ऊर्जालाई समस्याको समाधान खोज्नमा लगाउन थाल्यो। केही समयपछि रमेशलाई उसको नयाँ काममा एउटा ठूलो प्रोजेक्टको नेतृत्व गर्ने अवसर मिल्यो। यो उसको लागि एउटा ठूलो चुनौती थियो र उसलाई डर पनि लागिरहेको थियो। यदि यो प्रोजेक्ट सफल भएन भने के होला? तर उसलाई जेफ केलरको यो भनाइ याद आयो, डर स्वाभाविक हो, तर डरलाई आफ्नो मालिक बन्न नदिनुहोस्। रमेशले आफ्नो डरको सामना गर्ने निर्णय गर्यो। उसले कडा परिश्रम गर्यो, आफ्नो टिमलाई राम्रोसँग नेतृत्व गर्यो र सकारात्मक सोचका साथ काम गर्यो र अन्ततः त्यो प्रोजेक्ट सफल भयो। त्यो सफलताले रमेशको आत्मविश्वासलाई धेरै बढायो। उसले बुझ्यो कि यदि हामी आफ्नो डरको सामना गर्छौं र सकारात्मक दृष्टिकोणका साथ अगाडि बढ्छौं भने असम्भव भन्ने केही पनि छैन। रमेशको जीवनमा परिवर्तन र तपाईको लागि प्रेरणा। ट्रान्सफर्मेसन इन रमेश's लाइफ एन्ड इन्स्पिरेसन फर यु। आज रमेश एक सफल व्यवसायी बनेको छ। उसले आफ्नो सपनालाई साकार पारेको छ र उसको परिवार खुसी छ। तर रमेशको जीवनमा आएको सबैभन्दा ठूलो परिवर्तन उसको बाहिरी सफलता मात्र होइन, उसको भित्री दृष्टिकोणमा आएको परिवर्तन हो। आज ऊ हरेक चुनौतीलाई अवसरको रूपमा हेर्छ, असफलतालाई सिकाइको रूपमा लिन्छ र हरेक परिस्थितिमा सकारात्मक रहन्छ। उसले बुझेको छ कि जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो दृष्टिकोण हो। जेफ केलरको किताब एटिट्युड इज एभ्रिथिङले रमेशको जीवनलाई जस्तै तपाईको जीवनलाई पनि बदल्न सक्छ। यदि तपाईँ पनि आफ्नो जीवनमा परिवर्तन ल्याउन चाहनुहुन्छ भने आजैबाट आफ्नो सोचाइमा ध्यान दिनुहोस्। नकारात्मक विचारहरूलाई त्याग्नुहोस् र सकारात्मक दृष्टिकोणलाई अपनाउनुहोस्। याद राख्नुहोस्, तपाईको जीवनको लगाम तपाईकै हातमा छ। तपाईँ जस्तो सोच्नुहुन्छ तपाईको जीवन त्यस्तै बन्छ। त्यसैले सकारात्मक सोच्नुहोस्, आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् र आफ्नो सपनालाई साकार पार्नुहोस्। साथीहरू, आशा छ आजको यो भिडियो तपाईहरूलाई मन पर्यो होला। जेफ केलरको यो महत्त्वपूर्ण किताबबाट तपाईहरूले केही सिक्नुभयो होला भन्ने मैले विश्वास लिएको छु। यदि यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने कृपया यो भिडियोलाई लाइक गर्नुहोला र आफ्ना साथीहरूसँग पनि शेयर गर्नुहोला। यस्तै प्रेरणादायक र जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईहरूको जीवनमा सकारात्मकता भरिभराओस् भन्ने कामना गर्दै आजको लागि बिदा हुन्छु। फेरि भेटौँला अर्को नयाँ भिडियोमा। तबसम्मको लागि सकारात्मक रहनुहोस्, खुसी रहनुहोस्।